मैले नेपालकी सुन्दर हिरोइन गरिमा शर्माको फोटो खिचेको। उहाँको फोटो यस्तो आयो। मलाई चाहिँ घामे राजा सोङको प्रिमियरको इन्भिटेसन आएको थियो। प्रिमियर चाहिँ कमल पोखरीको सिटी सेन्टरमा भइरहेको थियो। त्यसैले म सिटी सेन्टर पुग्छु। त्यसपछि लिफ्ट चढेर सिटी सेन्टरको 4th फ्लोरमा जान्छु। कार्यक्रम चाहिँ बिग मुभिजको हलमा भइरहेको थियो। प्रोग्राम भइरहेको हलमा पुग्छु। त्यहाँ चाहिँ सौगात मल्ल पनि आउनु भएको थियो, तर हलको पर्दामा आउनु भएको थियो। उहाँ बिरामी भएर नआउनु भएको रे, तर गरिमा शर्मा चाहिँ आउनु भएको थियो। अनि एकछिनपछि सोङको प्रिमियर हुन थाल्छ। यो सोङका शब्दहरू यस्ता छन् जुन चाहिँ यो गीतका गायककार बाबुल गिरीको आवाजबाट नै सुनौ। घमै राजा साझा खाटेन तारा तिम्रो माया बाह्रै मास कहिल्यै घटेन। यो गाना चाहिँ फिल्मको गाना हो। फिल्मको नाम चाहिँ जन्ते बाख्रा हो, जुन फिल्म चाहिँ जेठको 9 गतेदेखि प्रदर्शन हुनेवाला छ। अनि यो फिल्मको मुख्य भूमिकामा सौगात मल्ल र गरिमा शर्मा हुनुहुन्छ। अब चाहिँ यो फिल्मको बारेमा बोल्न छोड्छु ल म। मैले अझै धेरै बोले भने फेरि यो फिल्म ब्लकबस्टर होला। अब चाहिँ म मेरो प्रमोसनमा ध्यान दिन्छु। त्यो प्रोग्राम सकिसकेपछि गरिमा शर्माको फोटो खिच्छु अनि उहाँलाई देखाउँछु। दिनैभरि घामै राजा साझा खाटेन। अनि उहाँलाई चाहिँ फोटो मन पर्यो रे। अनि तपाईहरुलाई चाहिँ मिनी ब्लग मन पर्यो कि मन परेन कमेन्ट गर्नु होला। अनि यति भन्दै हस्त नमस्ते, फेरि भेट्नेछौँ हामी।